हामी सबैको गौरव झापा गोल्ड कपको हामी 6औं दिनमा प्रवेश गरिसकेका छौं र आज 6औं दिनमा अन्तिम क्वार्टर फाइनलका खेलहरू हुनेछन्। आयोजक झापा 11 एन्फा मकवानपुर एफसी बीच आज ब्याटल हुनेछ। दर्शक हामी झापा गोल्ड कपको 6औं दिनमा प्रवेश गरिसकेका छौं र आजसम्मको खेल तपाईहरुलाई कस्तो लागिरहेको छ त? अवश्य पनि यो दर्शकको चाप हेर्दाखेरि तपाईहरुले पनि मन पराइदिनु भएको छ। आज विशेष टिमहरुले ब्याटल गर्नेछन्। त्यो भन्दा अगाडि म कुराकानी गर्नेछु। आज मसँग हुनुहुन्छ झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेत, उहाँसँग म कुराकानी गर्नेछु। यहाँलाई स्वागत छ। धन्यवाद बहिनी। खेल कस्तो पाउनु भएको छ तपाईले? हामी 6औं दिनमा आइसक्यौं। तपाईले हेरिराख्नु भएको छ हैन? हामी त हर्षित छौं, खुसी छौं। देख्नु भएको छ यो उपस्थितिले हामीलाई हौसला प्रदान गरेको छ। आजको दिन हेर्नुस्, आज खचाखच हुन्छ। मलाई लाग्छ प्याराफिट र कुर्सी मात्रै हैन, भुइँमा बसेर पनि दर्शकहरूले झापालीले खेलेको खेलको मजा लिदिनु हुनेछ। हामी हर्षित छौं। उहाँहरूलाई स्वागत गर्न हामी कार्य समितिका साथीहरू गेटमा बसिरहेको छौं। उहाँहरूको उपस्थितिलाई हामीले एउटा मूल्याङ्कन गरेको छौं। उहाँको मायाहरूलाई हामीले आत्मसात लिएको छौं। त्यसले गर्दाखेरि हामी भइखेर हर्षित छौं बहिनी। डे टु डे म हेरिरहेको छु। हामीले आज पनि यो हेर्ने भने प्याराफिट लगभग खेल सुरु हुनुभन्दा अगाडि भरिसकेको छ र हिजो पनि एकदमै चापाचाप थियो। दर्शकहरू त्यतिकै रूपमा माया गरिराख्नु भएको छ र हाम्रो आतिथ्यता पनि त्यसरी नै भइरहेको छ। एभ्रीडे हामीलाई अतिथिजनहरूले पनि धेरै नै माया गर्नुभएको छ हैन? आज चाहिँ प्रमुख अतिथि तपाईले कसलाई बोलाउनु भएको छ? हेर्नुहोस्, मैले डेली पोस्ट गरिरहेको छु हैन? दर्शकहरूलाई चाहिँ निमन्त्रणा दिइराखेको छु। यहाँको भएका जानकारीहरू गराइरहेको छु मैले फेसबुक मार्फत म भ्याएसम्म। तर उहाँहरूको कमेन्ट हेर्दै गर्दाखेरि कमेन्ट यस्तोसम्म पनि आएको छ कि आज म यो काममा गएको थिएँ भाइ, भोलि चाहिँ म अवश्य आउँछु, म भाउजू पनि लिएर आउँछु, म नानीहरू लिएर आउँछु भन्ने चाहिँ कमेन्टहरू पाएको छौँ। म साँच्ची नै रात 12-1 बजीसम्म त कमेन्ट हेरेर आफै चाहिँ यो झापा गोल्ड कपलाई मेरो हेर्नुहोस्, म बारम्बार भन्ने गर्छु, म व्यक्ति विनोद बस्नेत केही पनि होइन। यो झापा गोल्ड कप हो। यहाँका संरक्षकदेखि लिएर पूर्व अध्यक्षहरूको योगदान हो। त्यही योगदानलाई चाहिँ मैले अलिकति मलजल गर्ने काम मात्रै गरेको। तर आजको दिनमा गर्वसाथ भन्नुपर्छ, हामीले झापा गोल्ड कपलाई चाहिँ ब्रान्ड नेमको हिसाबले हामीले चिनाउन सफल भएको छौँ। अनि प्रमुख अतिथिकै कुरा गर्नुहुन्छ भने देखिहाल्नुभयो, हामीसँग त्यत्रा प्रबुद्ध व्यक्तिहरू हुनुहुन्छ, झापालाई माया गर्ने राजनीतिज्ञ हुनुहुन्छ हैन? त्यस पछाडि किसानहरू हुनुहुन्छ, सामाजिक व्यक्तिहरू हुनुहुन्छ। वास्तवमै झापालाई खेलले चिनाएको छ, फुटबलले चिनाएको छ। आज हामीले पुराना फुटबल खेलाडी, सायदै म जन्मिनुभन्दा अगाडि उहाँ नेपालदेखि फुटबल खेल्नुहुन्थ्यो, प्रतिनिधित्व गर्दै देश विदेशमा फुटबल खेल्नुहुन्थ्यो। उहाँको नाम छ मित्रसेन भट्टराई। आदरणीय काका भन्छु म, आदरणीय काका मित्रसेन भट्टराई। उहाँलाई आजको प्रमुख अतिथि को लागि निम्तो दिएको थियो। उहाँ अशक्त हुनुहुन्छ तर पनि आज उपस्थिति भइदिनु भएको छ। त्यो नै हाम्रो लागि गर्वको विषय हो। म उहाँलाई पनि हृदयदेखि धन्यवाद दिन चाहन्छु। अन्त्यमा यो खेललाई यति रुचाइदिनु भएको छ दर्शकहरूले, प्याराफिट लगभग भरिसकेको छ। मैले अघि पनि भनिसकेँ, खेल सुरु हुनुभन्दा अगाडि नै के भन्नुहुन्छ? आज पनि त्यतिकै मात्रामा उपस्थित हुनुहुन्छ, भोलि पनि लगभग यस्तै मात्रामा उहाँहरू आउनुहुन्छ अवश्य पनि हैन? हिजो र आजको यो उपस्थितिलाई हेर्ने हो भने त निकै चाप बढिरहेको छ। के भन्नुहुन्छ? अरे त्यसमा साँच्ची नै बहिनी, सुरुदेखि नै आजको दिनसम्म उपस्थिति चाहिँ बढेको अवस्था छ हैन? त्यसले गर्दाखेरि मसँग शब्दै छैन, साँच्चै के बोल्नु जस्तो भइरहेको अवस्था छ। भित्रैदेखि गदगद छु, आँखाभरि आँसु टिलपिल भएको अवस्था छ। म धन्यवाद दिन चाहन्छु दर्शकहरूलाई यो उपस्थिति
हौसला प्रदान गरेको छ। भोलिको दिनमा पनि यस्ता खेलहरू हामी गर्न सधैँभरि तपाईँहरूको माया पाएको खण्डमा योभन्दा भव्य खेलहरू आयोजना गर्छौँ र चाँडैभन्दा चाँडै यो उपस्थिति यो माया पाएको खण्डमा डोमालाल राजवंशी रङ्गशाला चाँडै बनिनेछ भन्ने कुरा पनि उहाँहरूलाई आशक्त गराउन चाहन्छु। धन्यवाद। आगामी गेमहरू अझै बाँकी नै छ, यहाँलाई सफलताको शुभकामना। धन्यवाद बहिनी। धन्यवाद। दर्शक यति बेला हामी 6औं झापा गोल्ड कपको 6औं दिनमा नै प्रवेश गरिसकेका छौँ र यति बेला हामी डोमालाल राजवंशी स्टेडियममा छौँ। म आज कुरा गर्नेछु क्वालिटी कम्प्युटरका प्रोप्राइटर त्यसै गरी झापा गोल्ड कपका स्पोन्सर दिपेश पाठकसँग। उहाँलाई स्वागत गर्छु। यहाँलाई स्वागत छ। धन्यवाद। गोल्ड कप चलेको हामी 6औं दिनमा आइसकेका छौँ होइन, अवलोकन गर्दै हुनुहुन्छ? यो झापा गोल्ड कप जुन छ एकदमै उत्साहपूर्वक चलिरहेको छ हामीले देख्दाखेरि र विगतका वर्षहरूलाई तुलना गर्ने हुँदाखेरि हेर्ने हो भने चाहिँ अझै उत्कृष्ट पाएको छौँ हामीले, किनकि एउटा खेलको स्तर जुन बढेको छ होइन, मैदानको स्तरहरू बढेको छ, एउटा जुन दर्शकको अब पहिलाभन्दा जुन अहिले फुटफल फ्लो बढेको छ, यसले गर्दाखेरि चाहिँ यो अझै पहिलाभन्दा एकदम हाइप क्रिएट गरेको चाहिँ अनुभव गरेको छु। हजुरहरूले त स्पोन्सर पनि गर्नुभएको छ होइन झापा गोल्ड कपलाई, के कुराले प्रेरित गर्यो यसमा स्पोन्सरै गरौँ भनेर? खासमा यस्तो हो, अब हामी झापावासी भइसके पछाडि झापामा कुनै हुने एक्टिभिटिजहरूलाई चाहिँ हामीले अझै राम्रो कसरी गर्ने भन्ने हामीले सोच्नु पनि एउटा हाम्रो दायित्व हो, किनकि खेल जगत भनेको एउटा यस्तो हब हो जहाँ चाहिँ एउटा स्वास्थ्यलाई लिएर होइन हामी कसरी स्वास्थ्य बन्ने भन्ने एउटा कुरा छ। अर्को कुरा कस्तो छ भने एउटा झापालाई चाहिँ भोलि गएर फुटबलको एउटा चाहिँ हब पनि बनाउन सक्छौँ। यसले गर्दाखेरि झापा जिल्लालाई मात्र नभएर एउटा राष्ट्रिय स्तरमा पनि चाहिँ हामीले एउटा खेलाडीहरूको पहुँच बनाउन सक्छौँ र अन्तर्राष्ट्रिय स्तरमा पनि भोलि हामीले एउटा राम्रो चाहिँ एउटा नेपाली खेलाडीहरूले चाहिँ एउटा राम्रो हाइट क्रिएट गर्न सक्छ भन्ने कुरामा चाहिँ हामी अरू झापामै हुँदाखेरि चाहिँ अझै हामीले चाहिँ प्रमोट गर्नुपर्छ भनेर हामी लागि परेको। र आज मसँग हुनुहुन्छ भद्रपुर झापा गोल्ड कप त्यसै गरी झापा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दिपेश ढकाल हुनुहुन्छ। म उहाँसँग कुराकानी गर्नेछु। यहाँलाई स्वागत छ। धन्यवाद। नमस्ते। खेलको हामी आज 6औं दिनमा आइसकेका छौँ सर, कस्तो लागिरहेको छ? खेल यो भव्य सभ्यको रूपमा यो 6औं झापा गोल्ड कप सञ्चालन भइरहेछ। यो फागुन यो 19देखि 28सम्म यो गेम हुनेछ र यो दर्शक पनि हामीले राम्रै पाइरहेछौँ र झापा गोल्ड कपलाई बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। म चाहिँ भद्रपुर झापा गोल्डको अध्यक्ष हुँ र यो झापा गोल्ड कपले भद्रपुरलाई हाम्रो पहिलो संस्करणमा धेरै सहयोग पनि गरेको थियो र हामी पनि यस झापा गोल्ड कपलाई हाम्रो पुरै टिमले यसलाई साथ सहयोग गरेको थियो र सधैँ रहिरहन्छ। त्यो 6औं संस्करण महिना जति संस्करण यो चलोस् भद्रपुर झापा गोल्ड कपको अध्यक्ष हिसाबले हाम्रो सदैव साथ सहयोग रहनेछ भन्न चाहन्छु। खेलाडीहरूलाई सबैलाई शुभकामना। यो गेम हो, हारजित हुन्छ। जित्ने त खुसी हुने भएले हारले चाहिँ निराश नहुनुहोस्। हारले मान्छेलाई धेरै कुरो सिकाउँदैछ, त्यसैले त्यो हारले नै सिकेर अगाडि बढ्नु पर्दछ जस्तो लाग्छ। र सबभन्दा ठुलो कुरो यो गेममा त पार्टिसिपेटिङ सेसन नै ठुलो कुरो, जस यहाँ झापा गोल्ड कपको ग्राउन्डमा तपाईँ आउनु र खेल्नु पाउनु ठुलो कुरो जस्तो लाग्दछ। र दर्शकवृन्दलाई धेरै धेरै धन्यवाद। आइदिनु भएको छ, यत्रो भव्यता साथ यसलाई स्वागत र सम्मान जनाइदिनु भएको छ, त्यसको लागि दर्शकवृन्दलाई धन्यवाद र बहिनीलाई पनि धेरै धेरै धन्यवाद। धन्यवाद सर। थ्याङ्क यू बहिनी। दर्शकबिन हामीले डे टु डे दर्शकहरूको चाव त्यत्तिकै मात्रामा देख्न सक्छौँ र आज पनि दर्शकहरू त्यत्तिकै मात्रामा आइराख्नु भएको छ र यति बेला हामीले देख्न सक्छौँ झापा 11 त्यसै गरी मकवानपुर एफसीका खेलाडीहरू पनि आफ्नो तयारीमा जुटिसकेका छन् र मैदान प्रवेश गर्नको लागि आफ्नो तयारी गरिरहेका छन्। यो दृश्य हामी देख्न सक्छौँ। अब ब्याटल सुरु। 3, 2, 1 and let's go to Domalal! झापाइगारी एफसी स्क्वाडका विभिन्न क्षेत्रबाट विभिन्न कमलबाट आयुष योनाङ
दर्शकबिन झापा गोल्ड कपको 6औं दिनको खेल सकिएको छ। आज ब्याटल गरेका थिए झापा 11 त्यसै गरी एफसी मकवानपुर 20 ब्याटल भएको थियो र यति बेला नतिजा निस्किएको छ झापा 11 तर्फ। झापा 11 का जर्सी नम्बर 32 आदित्य साक्यले गोल गरेका थिए। पहिलो गोल भने जर्सी नम्बर 10 मार्क सुनियर ह्यारीले पनि गोल गरेका थिए। त्यसैगरी जर्सी नम्बर 14 प्रदीप बुढाथोकी, जर्सी नम्बर 7 बबिन बोहरा, जर्सी नम्बर 9 आसिफ सापगाईले गोल गरेका थिए भने एफसी मकवानपुरका जर्सी नम्बर 16 का ओस्कारले मात्र गोल गरेका थिए। दर्शकबिन झापा 11 बाट पहिलो गोल गर्ने खेलाडी आजका म्यान अफ द म्याच घोषित भएका छन्। झापा 11 का जर्सी नम्बर 32 आदित्य साक्य। अब सजिलै जित्न सकियो भनौं, जित हासिल गरेको छ हैन। आगामी गेमहरु पनि एकदमै टफ हुनेवाला छ। कसरी प्रिपेयर गरिरहेछ? अब आजको गेम चाहिँ अब सबैजना हुन्छ नि कहाँ टाढा टाढाबाट आएको जुनियर भाइहरू पनि थियो। सबैजना अब एकअर्कासँग मिक्सअप हुँदै थियो हैन। अब डेफिनेटली पनि सेमिफाइनल हामी अझै बलियो हुन्छौँ, अझै टफ कम्पिटिसन दिन्छौँ। प्रब्लम हाम्रो सायद चर्च बोइजसम्म हो अनि त्यही चर्च बोइजसँग हामी आफ्नो 100% दिन्छौँ। होपफुली विन पाएर फाइनल पुग्छौँ। हस्, धन्यवाद। थ्याङ्क यू सो मच। दर्शक यति बेला झापा 11 भर्सेस एफसी मकवानपुरको खेल सकिएको छ र यति बेला 4-1 अंकको साथ जित हासिल गरेको छ झापा 11 ले। अब पालो भएको छ पोस्ट म्याचको। के भन्छन् त दुवै टिमका प्रशिक्षकले? हारिन्छ भनेर सोचेको थिएन गेम त। त्यस्तो राम्रो ट्रेनिङ पनि भएन, प्रिपेयर पनि राम्रो थिएन हाम्रो। त्यही हिसाबले पनि अलिकता मार खानु पर्यो। कस्तो भने हाम्रो चाहिँ आफ्नो होम क्राउडले गर्दा पनि यहाँ अब खेलाडीहरू जति पनि आएको छ बाहिरदेखि पनि आफ्नै होम टिम जस्तै गरेर खेलिरहेको छ। अब होम सपोर्ट, टिमको एफोर्ट होइन, अनि सबैले मेहनत गर्यो भने टिमले रिजल्ट राम्रो निकाल्छ जस्तो लागेको छ। र भोलिको खेल पनि निकै रोचकिलो तरिकाले हेरिएको छ। भोलिबाट सेमिफाइनलका खेलहरू हुनेछन्। भोलि विभागीय टिम एपीएफ भर्सेस त्रिभुवन आर्मी बीच प्रतिस्पर्धा हुनेछ।